हेलो साथीहरू, आज चाहिँ नानीहरूको छुट्टीको दिन म सँगसँगै मेरो रुम सफा गरौँ। मैले चाहिँ यहाँ यो रुममा चाहिँ हामी कोही पनि सुत्दैनौँ र पनि बेला बेला मैले यहाँ सफा गर्ने गरेको छु। त्यहाँ चाहिँ मेरो ड्रेसिङ टेबल थियो, त्यो सफा गरेँ। मैले काम गर्दा गर्दै बाबु आएर मलाई डिस्टर्ब गरेर उफ्रेर दिक्क लागिरहेको थियो र पनि मैले त्यो रुम सफा गरिसकेर चटक चिटिक्क बनाएँ। अनि त्यसपछि आएर यहाँ सिटिङ रुम सफा गर्न थालेँ। सिटिङ रुम चाहिँ यो बेला बेला सोफाहरू उठाएर मैले सफा गरेन भने कताबाट केसहरू आएर बसिरहेको हुन्छ, कोही कहाँबाट हावाले धुलो पनि कति धेरै ल्याउँछ। अनि म यहाँ पुस्न थालेँ। सोफाहरू पुस्दै आज त घडीमा पनि हेर्दै गर्नु कति बजिसकेको छ। अनि हेर्नु न कस्तो फोहोर निकालेँ मैले। त्यसपछि सिटिङ रुम छिटो गरेर मिलाउन थालेँ। मिलाउँदै बढार्दै पुस्दै गर्दै यहाँको पनि यताउति मिलाउँदा त्यो सोफाहरू चाहिँ सार्न ओर्न सजिलै छ र मिलाउन पनि सजिलो हुन्छ। अनि त्यसपछि पुसपास पारेर यो चाहिँ मैले आज 2टा रुम चाहिँ डिप क्लिनै गरेँ। अरू चाहिँ मलाई अब यति 2टा गर्दै थोरै टाइम गएन। त्यसपछि यो मेरो फाइनल लुक सिटिङ रुमको। त्यसपछि बच्चाहरूले एकछिनमा बिगारिहाल्ने हुनुहुन्न त। त्यसपछि मैले आज सफा गरेको अर्को यो यहाँ चाहिँ हामी कोही पनि सुत्दैनौँ, यो नसुत्ने भएको रुम पनि तपाईँहरूलाई फाइनल लुक देखाएँ। त्यसपछि